So this is Kaligandagi Road, and down there Kaligandagi River is flowing continuously. My name is Sujit Dalakode. Ready, brother? Okay, count down. 3, 2, 1, bungee. Kusma बाट बागलुङ जाने ब्रिज, सस्पेन्सन ब्रिज, वर्ल्डको नेपालको टलेस्ट हैन, वर्ल्डको नि पर्छ र सेकेन्ड हाइएस्ट बन्जी। ल सुरु हुन लागेछ त्यहाँ चाहिँ है, मान्छेहरू सब जान थालिसके। एन्ड त्यहाँ चाहिँ बुद्धको मूर्ति रहेछ, रुफटप रेस्टुरेन्ट न घन्टाघर टु बी होला, घन्टाघर बनाउनै लागे जस्तो छ यहाँ चाहिँ। क्लक टावर अफ कुस्मा भिलेज। यो चाहिँ हाम्रो ट्रिपको डे 3 थियो। हामी चाहिँ मुस्ताङबाट बेनी हुँदै कुस्मा आएका थियौँ र लास्ट नाइट होटलमा बसेको थियौँ। बिहानको 8 बजेको छ र हेरौँ त अब के हुन्छ। यो चाहिँ द क्लिफ बन्जी रिजोर्ट, बन्जीकै अपोजिट पारिपट्टि रहेको रिजोर्ट हो यो चाहिँ। यहाँ चाहिँ एउटा फोटोसोटो खिच्ने राम्रो लोकेसन, अनि टोइलेट, यहाँबाट ब्युटिफुल मनाफ ब्लु रेन्ज देख्न सकिन्छ। अनि निकाल्दैन, पुरै निकाल्छ यतिको, पुरै वाइड एङ्गल हुन्छ क्या यसको। यत्रो मान्छे गर्दै पुरै केबल गाड्दा के चढ्ने हौ? छुट्टै कम्पनी हो कि यही? हजुर त्यसको नाम भन्नुहोस् न। मेरो नाम सुजित डलाकोटे, कहाँबाट आउनुभएको हजुर? दार्जिलिङबाट। आज हजुर कता हुनुहुन्छ र के भइरहेको छ अहिले? यहाँ चाहिँ अहिले म कुस्मामा छु होइन। कुस्मा यो पर्वत जिल्लाको क्यापिटल कुस्मा र बागलुङको बिचमा चाहिँ यो बन्जी ब्रिज रहेछ, दक्लिफ बन्जी गर्न गइरहेको छु म। यो हाइट कति यसको? 228 मिटर। 328 मिटर माथिबाट जम्प मान्दैछु। कस्तो फिल भइरहेको छ? प्रिटी मच एक्साइटेड। पहिला पनि मैले स्काई डाइभिङ गरेँ, सो दिस इज माई सिरिज अफ एडभेन्चर। कुन चाहिँ ब्राह्मण स्वाते खाने बाहुन हो? स्वाते खान्छ? Ready, brother? Okay, count down. 3, 2, 1, bungee. अझै थोरै ल, खुट्टा जोड्नुहोस् त, अब खुट्टा सँगै राख्नुहोस्, हात माथि गर्नुहोस्, अब हात थोरै अगाडि लानुहोस्, टाउको सिधा अगाडि हेर्ने भयो, तल नहेर्ने हो, यतिको है त। खुट्टा नचलाउनुहोस् अब है। अनि मै काउन्ट डाउन, डाइभ हेड फर्स्ट, ओके? हात पछाडि नल्याउनु ल गाइज। लुक हजुर, रेडी ब्रदर? ओके, काउन्ट डाउन। 3, 2, 1, बन्जी। Is fun. Kaligandagi River down there. Whoa. हेर त बाउन्स सकेर अलिकति माथि आएको छु। बन्जीको बाउन्स सकेर 3 बाउन्समा त्यो मैले बन्जी खोलेर अब मलाई माथि पुल गर्ने प्रोसेस हुँदैछ। 221 meter height, the cliff bungee. Something's coming from now up there, so waiting for that thing. किन माथि गयो? माथि जाने बेला
त्यहाँ चाहिँ मनासपुर हिमाल छ होइन तक्लिफ रिजोर्टको अनि ब्युटिफुल स्टेट्स अफ तक्लिफ रिजोर्ट नाइस होला त्यहाँ हातमा पनि फोटो हिँड्दा रहेछ टिकटक सिकटक बनाउने पहिला टोइलेट जाउँ है त फर्स्ट थिङ फर्स्ट हिमालयको काठमाडौँको अवस्थित पारी छ कुस्मा बजार पारी खर कहाँनिर पारी होइन यो चाहिँ बागलुङ हो होइन यो चाहिँ बागलुङ नारायण थान चौध बागलुङ ब्रो बन्जी चाहिँ सकिएको छ अब हामी पारी रिजोर्टमा जाँदैछौँ के छ हेरौँ है त यो चाहिँ वर्ल्डको सेकेन्ड हाइएस्ट सँगै बन्जी हान्ने होइन नि त त्यही भएर एकजनाले भिडियो बनाइदिने यसो बाहिरबाट मिल्छ मिल्छ ब्यागमै लगाएर राख्ने क्या लगेर राख भनेपछि भन्दै वर्ल्डको सेकेन्ड हाइएस्ट बन्जी पोइन्ट हो नि ब्यागमा हाल्दै त्यो सब ड्याडीले चाहिँ खाजा सेट पहिला आयो है कस्तो ड्याडी खाजा सेट एकदम मिठो है अलि अलि नजिक लगाएर ड्याडीको के चाहिँ मिठो छ यसमा चिकन खानु हो पहिला बदाम मिठो हो यहाँ चाहिँ के छ पहिला छ बदाम छ फुरनदाना छ आलु छ अचार छ तँलाई कस्तो लाग्यो स्काई डाइभ गरेर बन्जी 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 गरेर कस्तो लाग्यो बाबा बाबा हामी लाग्यो खुट्टा गयो मेरो धन्दैले नलड्यो बुवालाई पुल क्रस गर्न कस्तो लाग्यो खुट्टा कमाएर अब एउटा मात्रै थ्याङ्क यू भइकन आयो चाहिँ यो मनी गराएको सुरुमा यसरी गराएको म सबभन्दा ठुल्छोले मै गराएको थिएँ है यता सुनेको माथि मैले चाहिँ सिनाइदिएँ म हेर्दा थिएँ नि त के भनेको थियो यो चाहिँ कराएर अलि एक्स्ट्रा अर्डिनरी नै कराइदियो क्या अलि अमेरिकन आयो यो चाहिँ हेर न यहाँबाट पुरै होटल आयो क्या यस्तो वाइड एङ्गल छ यार यहाँ चाहिँ बुवालाई के भन्छ पानस के भन्छ यसलाई गणेशजीको मूर्ति सर्टिफिकेट भइरहेको हुन्छ तपाईँ ट्रस्ट नलागे